सो हेलो एभ्रिवान, आज चाहिँ मैले युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा कम्प्लिटली गाइडेड ए टु जेड फुल भिडियो ट्युटोरियल लिएर आएको छु। यस भिडियोबाट तपाईले युट्युब च्यानल खोल्नुका साथै भिडियो कसरी अपलोड गर्ने, कुन सेटिङ अन गर्ने सम्पूर्ण गाइडेड रूपमा तपाईले सिक्न सक्नुहुनेछ। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। लेट्स गेट स्टार्ट। सबैभन्दा पहिला चाहिँ युट्युब ओपन गर्नु होला र युट्युब ओपन गरिसकेपछि चाहिँ यु बटनमा क्लिक गर्नु होला। यु बटनमा गएपछि चाहिँ माथि दिएको अकाउन्टमा क्लिक गर्नु होला र अकाउन्टमा क्लिक गरिसकेपछि चाहिँ तपाईले यहाँनिर खोल्नु भएको अकाउन्ट छ, तर तपाईले चाहिँ युट्युब च्यानलको लागि नयाँ अकाउन्ट खोल्नुपर्ने हुन्छ, गुगल अकाउन्ट। सो त्यही भएर यहाँ माथि प्लस आइकनमा क्लिक गर्नु होला। सबैभन्दा पहिला चाहिँ क्रिएट अकाउन्टमा क्लिक गर्नु होला र फर माई पर्सनल युजमा क्लिक गर्नु होला। यति गरेपछि चाहिँ तपाईले यहाँ आफ्नो नाम अथवा आफ्नो च्यानलको नेम लेख्न सक्नुहुन्छ। जस्तो कि म यहाँ मेरो च्यानलको नेम लेख्छु, नयाँ क्रिएट गरेको च्यानलको नाम। यहाँ चाहिँ तपाईले आफ्नो डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ र आफ्नो जेन्डर चुज गर्नु होला। यति गरिसकेपछि चाहिँ नेक्स्टमा क्लिक गर्नु होला। दिएको अप्सन कुनै एउटा चुज गर्नु होला। जस्तो कि म पहिलो चुज गर्छु, नेक्स्टमा क्लिक गरिदिनु होला। यति गरेपछि चाहिँ तपाईले यहाँ आफ्नो पासवर्ड हाल्नुपर्ने हुन्छ र पासवर्डमा चाहिँ एकदम ध्यान दिनु होला। स्ट्रङ पासवर्ड हाल्नुपर्ने हुन्छ। पासवर्ड हालिसकेपछि चाहिँ नेक्स्ट बटनमा क्लिक गर्नु होला। नेक्स्ट बटनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि स्क्रोल डाउन र आई एग्रीमा क्लिक गर्नुहोस्। सो तपाईले आफ्नो जीमेल अकाउन्ट खोलिसक्नु भएको छ। पहिले भर्खरै खोल्नु भएको जीमेल अकाउन्ट सो गरिसकेको छ। यसमा सिम्पल क्लिक गरिदिनु होला र क्लिक गरिसकेपछि क्रिएट अ च्यानलमा क्लिक गर्नु होला। यदि क्लिक गरिसकेपछि चाहिँ तपाईले फर्स्ट काम भनेको चाहिँ लोगो एड गर्नुपर्ने हुन्छ। सिम्पल लोगो एड गर्नको लागि चाहिँ तपाईले पहिला लोगो क्रिएट गर्नुपर्ने हुन्छ। लोगो क्रिएट गर्नको लागि चाहिँ क्यानभा एप्लिकेसन ओपन गर्नु होला। क्यानभा एप्लिकेसन प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुन्छ फ्रीमा। क्यानभा एप्लिकेसन ओपन गरिसकेपछि सर्चमा गएर चाहिँ युट्युब लोगो सर्च गर्नु होला। फर्स्ट वाला अप्सन लोगोमा क्लिक गर्नुहोस्। यहाँनिर धेरै टेम्प्लेटहरू दिएको छ, अधिकांश फ्री नै छन्। सो कुनै कुनै प्रिमियम भर्जन छ, तपाईले पैसा तिरेर युज गर्नुपर्ने हुन्छ। सो त्यता पैसा तिर नलागौँ। जुन मन परेको छ त्यसमा क्लिक गर्नु होला। जस्तो कि मलाई चाहिँ यो वाला लास्टै मन पर्यो, सो म यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि चाहिँ तपाईले यहाँनिर यो टेक्स्टलाई एडिट गरेर आफ्नो च्यानलको नेम एड गर्न सक्नुहुन्छ। जस्तो कि म मेरो च्यानलको नेम एड गर्न गइरहेको छु र सिम्पल तपाईले यसलाई पनि चेन्ज गर्न सक्नुहुन्छ। खैर हामी नगरौँ अहिले। सो अरु पनि एडिट गर्न सक्नुहुन्छ, एलिमेन्टहरु राख्न सक्नुहुन्छ। सो फाइनली हाम्रो लोगो क्रिएट भइसकेको छ। डाउनलोड गर्नको लागि माथि डाउनलोड बटनमा क्लिक गर्नु होला। लोगो क्रिएट भइसकेपछि युट्युबमा जानु होला। कस्टमाइज थम्बनेल सिलेक्ट गर्नु होला, जुन हामीले बनाएको थियौं। यसलाई सिलेक्ट गरेर चाहिँ कस्टमाइज गर्नु होला। यसलाई चाहिँ सेभमा क्लिक गर्नु होला। तपाईले आफ्नो च्यानलको नेम पनि यहाँबाट एडिट गर्न सक्नुहुन्छ। आवश्यकता अनुसार ह्यान्डल पनि चेन्ज गर्न सक्नुहुन्छ। यति गरेपछि चाहिँ तपाईले क्रिएट च्यानलमा क्लिक गर्नु होला। सो तपाईले चाहिँ आफ्नो च्यानल कम्प्लिटली रूपमा चाहिँ क्रिएट गर्नु भएको छ र अझै पनि तपाईले आफ्नो च्यानललाई प्रोफेसनल बनाउनको लागि भ्यूमा जानु होला र भ्यू च्यानलमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईले एडिट च्यानलमा क्लिक गर्नु होला। तपाईले यहाँनिर युट्युब ब्यानर राख्नुपर्ने हुन्छ। सो यहाँ ब्यानर बनाउनको लागि चाहिँ तपाईले फेरि क्यानभा एप्लिकेसन ओपन गर्नु होला। सर्च बटनमा गएर युट्युब ब्यानर सर्च गर्नुहोस्। यति गरिसकेपछि चाहिँ तपाईले यहाँनिर धेरै टेम्प्लेट्सहरु भेट्न सक्नुहुन्छ। सो आफुलाई मन परेको एउटा टेम्प्लेट्स चुज गर्नु होला। जस्तो कि मलाई यो टेम्प्लेट्स मन परिरहेको छ, त्यसमा म क्लिक गर्छु। अब यहाँ रहेको टेक्स्टलाई चाहिँ तपाईले एडिट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ म आफ्नो च्यानलको नेम राख्छु, तपाईहरु पनि आफ्नो च्यानलको नेम राख्नु होला। तपाईले यहाँ अनावश्यक चीजहरुलाई डिलिट पनि हाल्न सक्नुहुन्छ। यो लोगोको सट्टा चाहिँ तपाईले आफ्नो भर्खरै बनाएको लोगोलाई एड गर्न सक्नुहुन्छ र यो गर्नको लागि सिम्पल तपाईले सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि अपलोडमा क्लिक गर्नुहोस् र अघि बनाएको लोगो सिलेक्ट गर्नुहोस्। यति गरिसकेपछि तपाईको लोगो सिम्पल आइसकेको छ। यहाँ तल तपाईले अरु एलिमेन्टहरु पनि राख्न सक्नुहुन्छ। जस्तो कि लाइक विभिन्न किसिमका लोगोहरु छन्। जस्तो कि यहाँ तपाईले सोशल मिडियाको लोगोहरु एड गर्न सक्नुहुन्छ। जस्तो कि म युट्युबको लोगो एड गर्छु। फाइनली यति गरिसकेपछि तपाईले डाउनलोडमा क्लिक गर्नु होला। च्यानल ब्यानर डाउनलोड भइसकेपछि चाहिँ युट्युबमा आउनु होला। सिम्पल तपाईले च्यानल ब्यानरमा क्लिक गर्नु होला र फ्रम योर फोटोजमा क्लिक गर्नु होला र जुन तपाईले क्रिएट गर्नुभएको ब्यानर त्यसलाई सिलेक्ट गरेर हालिदिनु होला। सिम्पल यहाँ कस्टमाइज गर्नु होला। यदि कस्टमाइज गरिसकेपछि तपाईले आफ्नो च्यानल ब्यानर पनि सेट गर्नु भइसक्यो।
च्यानल ब्यानर क्रिएट गरिसकेपछि चाहिँ हामीले डिस्क्रिप्सन भर्नुपर्ने हुन्छ। डिस्क्रिप्सन भर्नको लागि तपाईले च्याटजीपीटीबाट डिस्क्रिप्सन जेनेरेट गर्न सक्नुहुन्छ। च्याटजीपीटी ओपन गर्नु होला र च्याटजीपीटीमा चाहिँ आफ्नो निज अनुसार र च्यानलको निज अनुसार चाहिँ डिस्क्रिप्सन जेनेरेट गर्न सक्नुहुन्छ। मेरो टेक्नोलोजी च्यानल भएकोले म टेक्नोलोजी सम्बन्धी डिस्क्रिप्सन जेनेरेट गर्छु र डिस्क्रिप्सन जेनेरेट गर्नको लागि चाहिँ सिम्पल तपाईले आफ्नो च्यानल नेम र च्यानल क्याटेगोरी हाल्नु होला। सो मैले यहाँ के लेखेको छु भन्दा चाहिँ टेक्नोलोजी रिलेटेड वाइटी डिस्क्रिप्सन जेनेरेट गरिदिनु, च्यानल नेम टेक भाइ। सो आफ्नो च्यानल पनि मेन्सन गर्नु होला यहाँनिर। यति गरेपछि यहाँ क्लिक गरिदिनु होला। च्याटजीपीटीले चाहिँ एकदमै पावरफुल डिस्क्रिप्सन जेनेरेट गरिसकेको छ। सो यसलाई चाहिँ कपी गर्नु होला। सो युट्युबमा जानु होला फेरि एकचोटि। डिस्क्रिप्सन दिएको छ यहाँनिर। यहाँ पेन्सिल आइकनमा क्लिक गरेर सिम्पल अघि तपाईले कपी गर्नुभएकोलाई यहाँ पेस्ट गरिदिनु होला। डिस्क्रिप्सन मजाले सेट भइसकेपछि सेभमा क्लिक गर्नुहोस्। सो तपाईले चाहिँ आफ्नो युट्युब च्यानल खोलिसक्नु भएको छ र यस्तै खालको फुल ट्युटोरियल A to Z हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस्। बाँकी कुरा अर्को भिडियोमा। हस् त, धन्यवाद। जय नेपाल।